सरसर हेर्दाखेरि यस्तो दिवसहरूले चाहिँ यहाँ जस्तो महिला कामदार या भनौँ एउटा महिला प्रतिनिधिलाई चाहिँ छोएन हजुर हैन महिला महिला दिवस छ तर यहाँ काम गरिरहनु भएको छ कहिलेकाहीँ त हामी पनि स्वतन्त्र रूपमा बाहिर आएर हैन देखियौं मान्छेहरूले हाम्रो पनि कामको मूल्याङ्कन गरोस् सम्मान गरोस् कहिलेकाहीँ एक दिन कामबाट बिदा पाउन पाएन हुन्थ्यो भन्ने त दिवसको बेलामा पनि एक दिन नारी दिवसको दिन पनि हामीले बिदा पाउने अवस्था हुँदैन हैन त्यो दिन पनि हामीलाई अपेक्षा हुन्छ नि त हामीले पनि दिवसमा के बिदा पाएर आफ्नो तरिकाले दिवसहरू मनाउन पाए हुन्थ्यो त्यो हुन्छ त्यही पनि हामीले त्यो बिदाहरू नपाएर तपाईँ दिवस चाहिँ दिवसमै मात्र सीमित छ हैन धेरै बोल्ने दिन मात्रै हो जस्तो लाग्छ मलाई हैन कामहरू त अब अहिले त्यस्तै हो आज दिवस भयो भोलिदेखि महिलाहरूलाई हेर्ने दृष्टिकोण पनि चेन्ज भएको छैन पहिला भन्दा केही चेन्ज भयो पनि हैन कि आज दिवसको बारेमा जति बोल्यो त्यति भोलिदेखि लागू पनि हुँदैन अनि आज दिवसको बारेमा सबैजनाहरू महिलाको बारेमा मात्र बोलिरहेको हुन्छ त्यही नै लाग्छ सबैजना महिलाको बारेमा मात्र बोल्ने दिन मात्र रहेछ जस्तो लाग्छ हजुर